नमस्ते दर्शकबिनहरु आज फेरि तपाईहरुमा एउटा सानो भ्लग लिएर आएको छु। आज हाम्रो लामटोल भेटरान टिमहरुको गेट टुगेदर पिकनिक कार्यक्रम रहेको छ। आज कार्यक्रममा के कस्तो रमाइलो हुन्छ भन्ने कुरा म हजुरहरुलाई देखाउने कोसिस गर्नेछु। अनि मेरो युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न पनि नबिर्सनु होला। आज दिन कस्तो हुनेछ भन्ने कुरा म भिडियो मार्फत देखाउने कोसिस गर्नेछु। पिकनिक स्थल पनि आइपुग्यो हामी। हिमौली पार्क पिकनिक स्पट आइपुग्यो हामी एकछिन केही मिनेट यो पार्क अवलोकन गर्ने छौँ। अनि त्यसपछि अरू कार्यक्रमहरू बिस्तारै अगाडि बढाउने छु। आदरणीय दर्शकबिनहरु, अब केही क्षणमा हाम्रो गेम सुरु हुन गइरहेको छ। हाम्रो गेम चाहिँ रहेको छ हाई स्कोर। 5 चोटीमा जसले बढी गोल हान्छ उहाँ नै प्रथम हुनेछ, उहाँ नै विजेता हुनेछ। गेमको लागि यहाँ साथीहरु प्र्याक्टिस गरिराख्नु भएको छ। एकजनाले 5 चोटीसम्म पालो पाउनेछ। 5 चोटीमा जसले बढी गोल हान्छ उहाँ नै विजेता हुनेछ। आउनुभयो हाम्रो ज्येष्ठ नागरिक कैलाश। राम्रो प्रयास उहाँको।
गोल पोस्टमा छिरेर सफल भएको छ। 2-1 भएको छ हाम्रो ज्येष्ठ नागरिक कैलाश दाइको। फेरि गोल 1 भएको छ उहाँको। चारमा एक अब हेरौँ उहाँको गोल हुनेछ कि छैन। आउट भएको छ। हुँदै हुनुहुन्छ राजु कैलाश दाइले 4-1 गर्नुभएको थियो। ओ नो नो प्रयास राम्रो। फेरि दोस्रो प्रयास पनि विफल भएको छ राजु लामाको। 2-0 राजु लामाको। सरी राजु लामा। 3-0 राजु लामा। अब लास्ट 5-1 गोल गर्न सफल राजु लामा। 5-5 लामाको अन्तिम प्रहार मधुरामको। 5-5 ओ नो 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 गोल हुन सकेन। 5-5 मेरो मोबाइलले लगाइदियो। जीवन कुमार प्राण गर्दैछ। फेरि लास्ट प्यार आउट भएको छ। विशाल लामा आउँदैछ लामटोल भेटरान टिमको क्याप्टेन। 1 लामटोल भेटरान टिमका क्याप्टेन हुनुहुन्छ 1-0 प्रहार गर्दै हुनुहुन्छ। अब हेर्नुस् माफले चाहिँ नयाँ पुल पनि हैन हैन। 1 2 पार्टी बहादुर आउँदै हुनुहुन्छ। ओ माय लर्ड अन्तिममा गोल गर्न सफल भएको छ नरेश। ओ नो हेलिकप्टर शट नरेश लामाको। भेटरान टिमको मेन प्लेयर भएको छ अहिलेसम्म। भेटरान टिमको अर्को खेलाडी पनि हो निशा लामा। 1 2 3 गो। पहिलो गोल हुन सकेन। हाम्रो हिमाल सर आउनु भएको छ। गोल दोस्रो प्रहारमा 1 गोल उहाँको। गोल गर्न सफल दोस्रो प्रहार पनि आउट हेमा लामाको। ड्राइफ्रुट दाइको राजु कुमार। मलाई पो हान्न खोज्छ। प्रहार छिर्यो। चौथो बलमा 1 गोल भएको छ निरज कुमारको। गोल गर्न सफल आकाश भाइ।
छिर्न सफल हाम्रो सानो भाइको। अब 1 गोल भयो भने दोस्रो चरणमा जान्छ। अब हेरौँ 3 मा कति गोल हान्ने छ। 1 गोल गर्न सफल। यो जित्न अब अनिश लामाले 3 गोल हान्नै पर्छ। अब हामी पुरस्कार वितरण गर्न गइरहेका छौं। राजा यता बस्दिनु ल, सबैजना मिलेर बस्दिनु। हामीले पुरस्कारको व्यवस्था पनि गरेका छौं। के हुन्छ त हाई स्कुलमा यो लामोडोल भेटर्स फुटबल टिम हर्केगाडा लामोडोल चितवनले वनभोज कार्यक्रममा एउटा यो रमाइलो पनि होस्, सबैजनाले सहभागिता पनि होस् भन्ने हिसाबले एउटा सानो गेम राखेको थियो। त्यो गेममा प्रथम हुन सफल भएको छ हाम्रो एकदमै आदरणीय मित्र युनिक युथ क्लबको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ। उहाँलाई एकदमै मेरो तर्फबाट बधाई। हरेक कुराहरूमा पक्कै पनि साथ सहयोग रहेको छ। आज पनि यहाँ यो वनभोज कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकारेर आइदिनु भयो, त्यसको लागि उहाँलाई हृदयदेखि धन्यवाद। यो पुरस्कार प्रदान गरिदिनु न हाम्रो अग्रज व्यक्तित्व को हुन्छ कहिले चाहिँ अगाडि आइदिनु। आशबहादुर लामा पनि अगाडि आइदिनु। त्यसपछि हाम्रो टिम म्यानेजर टिम म्यानेजर पनि जोडिनु थियो, जीवन कुमार र जीवन कुमार पनि त्यहाँ जोडिनु। हाम्रो टिम कोच निरज लामालाई पनि उठ्नु हुन्छ। निरज कुमार I'm
दर्शकबिनहरूलाई मेरो नमस्कार फेरि पनि। आज लामोडोल भेटरान टिमको पिकनिक कार्यक्रम एकदम रमाइलो भइरहेको छ। हजुरहरूले पनि हेर्नुभयो होला। आजको दिन के कस्तो भयो भन्ने कुरा सम्पूर्ण सबैजना हजुरहरूले भिडियो मार्फत थाहा भयो होला। आज भेटरान टिमहरूको रमाइलो गेट टुगेदर कार्यक्रम थियो।